यतिखेर म माननीय खगेन्द्र सुनारको चाहिँ लास्टै बिग फ्यान भएको छु। यो अलिक पुरानो भिडियो हुनुपर्छ, जापानको। एकपटक तपाईँले पनि सुन्नु होला। भारतमा गएर आधा सिए, जापानमा आएर आधा पिए, नेपालमा हुँदा राजाको कुरा, जापान आएपछि गाँजाको कुरा। देख्यौ होइन जापानको तर त यही हो साथी, पिउने र नपिउने बिचको, जाँड खाने र नखानेको फरक। नेपालको संसदमा उभिँदै गर्दा हामी पक्ष र प्रतिपक्ष हौँ, तर यो अन्तर्राष्ट्रिय मञ्चमा उभिँदै गर्दा तेरो र मेरो भन्ने कुरा बिर्सिनुपर्छ। नेपाल एक हुनुपर्छ, नेपाली एकतिर उभिनुपर्छ। र एकजना साथीले आफ्नो मर्यादा पनि बिर्सिएर हाम्रो पार्टीका साथीहरूलाई, हाम्रो पार्टीका नेतृत्वहरूलाई हुने नहुने कछाड मछाड बोलेको हामीले सुनेका छौँ। एकदमै त्यहाँ तपाईँहरू कहीँ कतै आत्तिनु पर्ने वा हामीले जवाब दिनुपर्ने केही छैन। जसको एक सिट पनि छैन, जसले एक सिट जितेर आएको छ, जसको प्रस्तावक बस्दिने मान्छे छैन, जसको समर्थक बस्दिने मान्छे छैन, ती मान्छेले यो देशको 2/3 बहुमत प्राप्त गरेको जनतालाई हेप्नु पर्ने मैले कुनै पनि कारण देख्दिनँ। त्यो भन्दै गर्दा तपाईँहरूले कहीँ कतै खिन्न मन पार्नु पर्ने, हामीले बदमासी गरेका छौँ कि हामीले नराम्रो गरेका छौँ कि भन्ने पनि तपाईँलाई कहीँ कतै त्यो मान्नु पर्दैन। हामीले बार भनेका छौँ, हामीले यस्तो खालको कार्यक्रममा हामी बसेर हामीले जुस खाएको कुरा आउला, तर घुस खाएको कुरा आउँदैन। हामीले देशमा बदमासी गरेका छैनौँ। यति मात्र, मैले हिजो एकजना साथीको राति लाइभ यसो हेरेको थिएँ। मलाई यो आधा पढेको मान्छेहरूसँग यति धेरै डर लाग्छ, जसलाई कुनै ज्ञान बारे के त नाम मात्रै ज्ञान भएर हुँदैन, नाम मात्रै ज्ञान बहादुर भएर हुँदैन, जसलाई कुनै ज्ञान छैन, जसलाई कुनै थाहा छैन, ती मान्छेहरूले हामीलाई क्लास दिन जरुरी छैन। मैले यसो चिने त्यो साथीले कहाँ पढेको रहेछ, कहाँबाट आएको रहेछ, मैले हिजो यसो हेरेँ, त्यो साथीको उसको तरिका हेरेँ। कम्तीमा चाहिँ त्यो विकट ठाउँमा गएर जनता झुक्काएर बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउन म पनि जाने हौ, मकन भोट हाले भनेर त्यहाँ गएर जनता झुक्काएर आएर, फोन नटिप्ने ठाउँमा गएर जनता झुक्काएर आएर अहिले हाम्रो प्रधानमन्त्रीलाई म गाली गरेको छु। अहिले हाम्रो सभापतिलाई भन्नुहोस्, मेरो एउटै मात्र चुनौती छ, त्यस्ता साथीहरू काठमाडौँ आएर चुनाव लड्नु, हामी जस्तै नेपालगञ्जको सहरबाट चुनाव लड्नु, फोन टिप्ने ठाउँबाट चुनाव लड्नु, फोनै नटिप्ने ठाउँमा डाँडाभन्दा पल्तिर गएर म पनि बालन शाह भने मै हुँ भन्नुभयो। कतिपय ठाउँमा उहाँले कालो चस्मा देखाएर, गाउँमा नचिनेका मान्छेलाई कालो चस्मा देखाएर अलिअलि दारी मै हो बालन शाह भनेर चाहिँ उहाँले भोट मागेर झुक्काएर आउनु भएको हो। धेरै ठाउँमा गएर खगेन्द्र सुनारले मलाई भोट हाल्नु भनेको छ भन्ने यस्तै भिडियो लगेर देखाएर यस्ता झुक्काएर आएका उरुन ठाउँलाहरूले गाँजा खाएर राजाका कुरा गर्नेहरूलाई बाजा बजाएर नेपाली जनताले तलाउनु पर्ने हो। उनलाई कम्तीमा चाहिँ उनलाई चाहिँ नेपाली जनताले तलाउनु पर्छ। हामी आत्तिनु हुँदैन, कोही कसैले पनि तपाईँहरू जति पनि यहाँ हुनुहुन्छ सबै साथीहरू निश्चिन्त हुनुहोस्। देश बन्दैछ, रवि नानी सानोले देश डुल्दै गर्दा भन्नुहुन्थ्यो, आमा बालेनले देश बनाउँदैछ। हो, बालेनले देश बनाउँदैछ। देश सन्चो हुनलाई अलिकति केही समय टाइम लागेको मात्र हो। एउटा टिबीको रोगीले पनि 6 महिनासम्म निरन्तर औषधि खानुपर्छ भने यो देशलाई औषधि खुवाउन थालेको 3 महिना मात्रै भएको छ। भर्खर सुरुवात भएको छ, उपचार सुरुवात भएको छ, देश बन्दैछ। एक दिन तपाईँ खुसीका साथ देश फर्किने एउटा त्यो माहौल बन्दैछ। म यहाँहरू सबैजनालाई म धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु।